सम्पूर्णमा नमस्कार। म विशाल बुढाथोकी। आज म तपाईहरुलाई जापानका दुईवटा घुम्नै पर्ने ठाउँहरुको विषयमा केही जानकारी दिन गइरहेको छु, जहाँ चाहिँ म घुमेर आए। अब पालो तपाईहरुको। तपाईहरु पनि जानुहोस्, घुम्नुहोस् र मनोरञ्जन लिनुहोस् है त। र हामी सबैले जापान भन्न बित्तिकै संसारको सबैभन्दा विकसित राष्ट्रको रूपमा हामी जापानलाई चिन्दछौं भने त्यही जापान भित्र रहेका दुई स्थानहरुको विषयमा तपाई एक दिन घुम्नै पर्ने ठाउँ जस्तो लाग्छ मलाई, जहाँ चाहिँ म घुमेर आइसकेको छु। हाम्रो टिम घुमेर आइसकेको छ। उसीको अमिदा बुद्ध भन्ने ठाउँ छ जापानमा, जहाँ चाहिँ हाम्रो भगवान गौतम बुद्धको मूर्ति राखिएको छ। संसारको सबैभन्दा अग्लो मूर्ति, जसले चाहिँ गिनिज बुक अफ द वर्ल्डमा रेकर्ड पनि राखिसकेको छ। 120 फिट उचाइमा रहेको बुद्धको चाहिँ त्यहाँ हामीले स्ट्याचु देख्न सक्छौं। र अर्को स्थान भनेको चाहिँ हाम्रो रहेको छ टोकियो जर्मन भिलेज, जो चाहिँ चिबामा रहेको छ। यी दुईवटा ठाउँहरु तपाई यदि जापानको जुनसुकै ठाउँमा हुनुहुन्छ भने पक्कै पनि एकपटक घुम्न नबिर्सनु होला। हामी त घुमेर आयौं, अब पालो तपाईको, जसको ब्लग चाहिँ तपाईले यसरी हेर्न सक्नुहुन्छ र हामी यसरी घुमेका थियौं। पुरा भिडियो हेर्न भने नबिर्सिनु होला। लेट्स गो भिजिट विथ अस। वेलकम बैक टू माई न्यू एनदर एपिसोड, यानी कि न्यू ब्लग गाइजहरु। नयाँ सोच, नयाँ विचार र नयाँ ठाउँका साथ, नयाँ मान्छेको साथ आज नयाँ ब्लग लिएर बस्नु भइसकेको छु। र अब यतिखेर चाहिँ हामी रेन्टल कार लिने ठाउँमा आइसकेका छ। र अब यहाँबाट हामी गाडी रिसिभ गरेर चाहिँ आजको नयाँ गन्तव्यतिर जाँदैछौँ। तर हामी कहाँ जाँदैछौँ मलाई केही पनि थाहा छैन। हाम्रो सब दाइको प्लान हो। हामी कहाँ जाँदैछौँ गाइजहरू तपाईँलाई बिस्तारै थाहा दिनेछौँ है त। अनि सबैलाई ह्याप्पी न्यू इयर है गाइजहरू। अब हाम्रो यता गाइजहरू पनि अब आइसक्नु भएको छ। अब यो गाडी चाहिँ यतै पार्किङ गरेर हाम्रो भिलेन गाडीले लगेर चाहिँ अब हामी अगाडि बढ्दैछौँ है। अनि के सन्चै आरामै भइसिन्छ। के कति कष्टले आइपुग्नु भयो त लगाएछ। र हाम्रो पनि आजको पार्टीको व्यवस्था पनि छ यता है, चाउचाउदेखि लिएर। लु गाइजहरू हाम्रो वाइ छ साथमा हैन, चटपटे पार्टी अब हिँडिसकेको छ। यता पनि पुरै भारी भराउ छ। र अब हाम्रो गुन्डा वाला भिलेन वाला गाडी आउँदैछ। इधर है हमारा भिलियन गाड़ी है आज का। भिलियन गाडी हाम्रो जम्बो टोली जाने भएका चाहिँ यो गाडी रेन्टमा लग्यो। अब किडन्याप गरेर भन्नु पर्यो। हे गुन्डा अब हामी यात्रामा छौँ। अब हाम्रो क्यामेराम्यान दाइ चाहिँ अब भेटिसक्नु भएको छ है। र हाम्रो यता गाइजहरू हुनुहुन्छ। आज जम्बो टोली नै छ, जापान खाने भयो गाइजहरूले आज। त्यही हो, यता हाम्रो दाइ हुनुहुन्छ है। यात्रामा छौँ हामी, बब्बाल हुनेवालो छ आजको भ्लग चाहिँ। 37 किलोमिटर। ल गाइजहरू अब हाम्रो यात्रा पनि स्टार्ट भइसकेको छ। अब हाम्रो गुरुबा चाहिँ चम्किसक्नु भएको छ। यता पनि सुट हुँदैछ, बब्बाल हुनेवालो छ। ल हेर्नुहोस् गाइजहरू। तिमीले पहिला के अरे जापान आउँदाखेरि केसीलाई हेरे, केसी र रामचन्द्रले मनोजलाई हेरेको भए यस्तो थियो भन्ने हुन्छ। अहिले त कस्तो मोटा यिनीहरू। केसी म आउँदा 45 किलो थिए दाइ। ए म पनि कति थियो, 60 किलो अझ।
साइड गरेर बसिराख अब एकैछिन यही छ समर्पण यो पागल मन हो, यो पागल मन Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. दिस टाइम फर ब्रेकफास्ट गाइज हामीले चाहिँ त्यहाँ पुगेर केही नास्ताहरू खायौँ घुरेको त हाँस राम्रो छ भने तर त्यो सबैको प्रब्लम होइन तिमीले मैले खै के भएको गर्नु न गर्नु तिमीले गरेको कि सो गाइजहरू आजको डेस्टिनेसनमा हामी पुगी पनि सकेका छौँ र आजको डेस्टिनेसनलाई चाहिँ हामीले सस्पेन्स राखेका थियौँ होइन फाइनल्ली यस्तो बब्बाल ठाउँमा आएछौँ यति बब्बाल ठाउँमा म सरप्राइज भएको छु हेर्ने होइन त आजको ठाउँ बुद्ध वाज बर्न इन नेपाल यस गाइजहरू बुद्धको सबभन्दा ठुलो मूर्ति भएको ठाउँ जो चाहिँ जापानको चिबामा रहेछ होइन मलाई पनि थाहा थिएन र आज आएर थाहा भइसकेको छ फाइनल्ली हामी यति ठुलो ठाउँमा आइसकेका छ हाम्रो बुद्धजी यानि कि हाम्रो भगवान् गड बुद्ध जसको जन्म हाम्रो नेपालको लुम्बिनी भयो जसको मूर्तिलाई जापानमा चाहिँ सबभन्दा विश्वको सबभन्दा ठुलो मूर्ति होइन हेर्नुहोस् लगाएछहरू बुद्ध वाज बर्न इन नेपाल नेपाल हाम्रो बुद्धलाई हेर्नुहोस् र हाम्रो गाइजहरू अगाडि गइसक्नु भएको छ म चाहिँ अहिले पछाडितिर छु है अब हामी यहाँ गाडी पार्किङ गरेर अब हामी बुद्ध स्तूपतिर यानि कि बुद्ध स्ट्याचुतिर जाँदैछ है बब्बाल गाइजहरू बब्बाल गाइजहरू यसरी चाहिँ हामी यसरी चाहिँ हाम्रो बुद्ध यो चाहिँ हाम्रो म्याप हो यहाँको यसरी चाहिँ बनाएर गाइजहरू अब हामी इन्टर गर्दैछ है यहाँको माहौल पनि निकै गजब पनि छ देख्न सक्नुहुन्छ तपाईँहरू नेपालको नानी जस्तै मान्छ त घर नेपाल हो हजुर घर नेपाल हो कहाँ हराएर आउनु भएको बाहिर घर मेरो सल्यान हजुरको नि यत्रै थिएन नानी कसरी आइपुग्यो तिमी कठै यस्तो अपराध नगर्नु है फेरि गाह्रो हुन्छ है
ल अब गाइज यहाँ टिकट काटेर चाहिँ जाँदैछौँ हामी र यो स्ट्याटस चाहिँ झन्डै 1995 बनाएर रहेछ र ओल्डकै 120 मिटर फिट अग्लो रहेछ होइन र गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राखेर रहेछ बब्बाल है ल त गाइज र अब चाहिँ हामी भित्र जाँदैछ बुद्धलाई हेर्नको लागि है बब्बाल नै भइरहेको छ र मोमेन्ट पनि बब्बाल छ अब हाम्रो बुद्धलाई हेर्नको लागि यो चाहिँ बब्बाल नै रहेछ यो इबाराकीमा पर्दो रहेछ यो जापानको र विश्वकै टपमा पर्दो रहेछ 120 फिट लार्जेस्ट स्ट्याचु अफ वर्ल्ड गिनिज बुक अफ वर्ल्डमा पनि रेकर्ड राखिसकेको रहेछ यसले है लगाएछहरू घन्टी बजाउने लाइन लगाएछ है सुम्मा सरी फर द्याट गाइजहरू अब हामी भगवान् गौतम बुद्धको भित्र पसिसकेका छौँ है ओम माने देवी हुन् क्या अर्कै गुजरबम फिल भयो क्या गाइजहरू यहाँ म्युजिक साँच्चीकै हामीले पनि हाम्रो बुद्धलाई यसरी चाहिँ विश्वमा चिनाउन पाउँदा लास्टै नै खुसी फिल भइरहेको छ है दामी हामी अहिले यतिखेर बुद्धको पेटभित्र छौँ गाइजहरू है भगवान् गौतम बुद्धको आशीर्वाद दिँदैछौँ र विदेशमा आएर पनि यस्तो फिल गर्न पाउँदा एकदम खुसी लागिरहेको छ र के भन्न चाहनुहुन्छ बुद्धजीको यसरी दर्शन गर्न पाउँदा जन त जान्न चाहन्छन् मलाई त एकदम शान्ति अब बुद्ध भनेकै पिस अफ होइन पिस अफ माइन्ड भन्ने आइहाल्छ होइन त्यसको पनि एकदम शान्ति सबै अब हामी त छौँ गाइजहरू शान्तिका प्रतीक गौतम बुद्ध र यो चाहिँ अब गिनिज बुक अफ वर्ल्डमा चाहिँ रेकर्डको सर्टिफिकेट हो है गाइजहरू हाम्रो गौतम बुद्धको नाम बुढी आम्ला हेर्नुहोस् गाइजहरू नेपालमा पाइला यहाँ आम्ला है कति चर्चित क्या हाम्रो बुद्ध गाइजहरू माथिबाट हेर कस्तो बुद्धजीलाई चाहिँ यसरी सफा गर्दा रहेछन् है हेर्नुहोस् ल यसरी चाहिँ बनाएर रहेछ है सुरुमा स्ट्रक्चर चाहिँ यसरी बनाएर रहेछ यसरी डिजाइन भएर रहेछ यसको बनेको रहेछ हाम्रो बुद्धको यो स्ट्याटु चाहिँ गाइजहरू हेर्न सक्नुहुन्छ यसरी बनाएर रहेछ स्ट्याचु यसरी 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 बनेर यसरी बनाएर रहेछ है यता हुनुहुन्छ हाम्रो बुद्धजी कतिवटा मूर्ति हो छ
ओ माई गड यति धेरै मूर्तिहरू छ यहाँ बुद्धको कुरै छाड्दैनस् गाइजहरू ल गाइजहरू अब हामी बुद्धको दर्शनपछि एकदम मन शान्त भयो यहाँभित्र होइन यहाँ बाहिरबाट देख्दा स्ट्याचु बब्बाल छ अनि भित्र जाँदा छुट्टै संसार रहेछ होइन त हामी दर्शन गरेर आइसकेपछि टक्क यो जाडो मौसममा हाम्रो गाइजहरू चाहिँ यता टक्क लाएर घाम ताप्नु भएको छ अनि बुद्ध हाम्रो गौतम बुद्धको दर्शन गरेर कस्तो भयो गाइजहरूलाई अब यसको हामी भनेको हुँदै हुन्न हामी भनेको नेपाली भनेको जहाँ सगरमाथा र गौतम बुद्ध जन्मेको देश हजुर आफै लुम्बिनी ल यस्तै हो ल बब्बाल भयो जस लुम्बिनी द बर्थ प्लेस अफ गौतम बुद्ध यस्तो ठाउँबाट बिलोङ गरेको गौतम बुद्ध लुम्बिनी हो 2026 सालको जनवरी 1 को दिन ठाउँमा आएर दर्शन गरियो वर्षको सबैभन्दा प्रथम दिन गौतम बुद्धको दर्शन गरेर होइन एकदम धेरै शान्तिको प्रभाव परेको छ होइन विश्वकाशी बिजी नै सहरमा होइन माइन्ड फ्रेस दिनको पहिलो सुरुवात जस्तो पहिलो सुरुवात एकदमै शान्तमा पिसफुल्ली हामी चाहिँ होइन आज एकदमै भन्नु न नुन अम्लो खाना झन् दामी हुन्छ पछि बोमिलिङ टाइपको बनाउ न कस्तो तर अब चाहिँ हाम्रो पार्टी कार्यक्रम चल्यो है त ल ल ह्याप्पी न्यु इयर ल ओके Now we are Tokyo German village guys. We are talking about German village. I am from Japan, from Nepal, from Japan. Yes? Yes? How is it feeling? I'm recently living in Japan and here Do you like German? अहिले हामी Do you like German? जर्मनमा छ जर्मन German, we are here for like view of German village. Oh, nice. And you lady, German lady? German lady? No, German. You are Nepali. No. ल गाइजहरू हामी चाहिँ यतिखेर जर्मन भिलेज टक्क जर्मन भिलेजको नाइट भ्यू हेर्नको लागि यहाँ आइसकेका छौँ यहाँको दृश्य एकदमै मनोरम छ है हेर्नुहोस् गाइजहरू ल सन अब उदाउने बेला पनि भइसकेको छ अब यहाँ जता कतै गाडीहरू पार्क यता चाहिँ बच्चाहरूले खेलिरहेको छ बब्बाल हुनेवालो छ र कोही कोही मान्छेलाई यहाँ बच पनि भ्याइया छैन फेरि यहाँ कुदिराख्नु भएको छ गाइजहरू ल जर्मन भ्यालीमा पहिलोपल्ट आएर चिया खाने मान्छे हामी है हामी गिनिजा बुक वर्ल्डमा रेकर्ड राख्दैछ ला कसैले निकालौँ न है कस्तो चिया पार्टी है 3, 2, 1 go Ini tuh tulisan orang ini, itu kenapa? झिलिमिली यो संसार हेर्नुहोस् गाइजहरू यो हो टोकियो जर्मन भ्याली यतिखेर एकदम रङ्गिनमय बनेको छ गाइजहरू यता सानो गाडी है टक्क लाएर देख्न सक्नुहुन्छ बब्बाल छ हेर्नुहोस् गाइजहरू अब अझ केही छिनमा अझ यहाँको संसार रङ्गी चङ्गी हुनेछ है गाइजहरू बेलुन उड्दैछ यहाँ अब हेर्नुहोस् यो 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 दामी छ त गाइजहरू अघि कस्तो थियो अहिले यस्तो अब अझ अहिले पछि बब्बाल हुने वालो छ है
मिठे मिठे लगाइजहरू जर्मन ब्यालेज टोकियोमा हामी है ल बेबी Come on now, let's all take some musculars! 고멘来てなかった ल जाउँ जाउँ तल तल गएर ल गाइजहरु हामी रङ्गी चङ्गी संसारमा छौँ है नबुलेर हाल्छ केही होइन पोस्ट गर्ने वाउ कस्तो राम्रो आएको र हामी जर्मन भिलेजको यात्रापछि लाग्यौँ आफ्नै गन्तव्य स्थान यानि आफ्नै रुमतिरको यात्रामा लाग्यौँ र आजको यात्रा पनि निकै नै रमणीय भयो है त गाइजहरु
र आजको हाम्रो घुमघाम पछि चाहिँ हामी लाग्यौँ पुनबासीमा रहेको बोइचेन रेस्टुरेन्टमा खाना खानको लागि हाम्रो टिम छिरिसकेको छ गाइजहरू। म भने पछाडि जाँदैछु है, तपाईँहरू देख्न सक्नुहुन्छ। बोइचेनमा गएर भात खाइन्छ, दबाइन्छ भन्ने कुरो छ है। यसो गाँसी जस्तो छ, यसो गाँसी छ जस्तो छ। सबैसँगै एकछिन खाना चम्चाले के भन्छ यस्तो गर्दाखेरि के भन्छ पञ्चामृत। ल त गाइजहरू अब राम्रोसँग जानुहोस्। अब आजको भेटघाट बसाइ यस्तै भयो। ल